नमस्ते सबैजनामा। आज तपाईहरु सामु चाहिँ एउटा नयाँ भिडियो लिएर आएको छु। जुन भिडियोमा तपाईहरु चाहिँ सिक्न सक्नुहुन्छ कि तपाईहरु जुन ल्यापटप भयो त्यसपछि डेस्कटप भयो यसको चाहिँ स्क्रिन रेकर्ड चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ तपाईहरु चाहिँ आज सिक्न गइराख्नु छ। सिम्पली सबैभन्दा पहिला तपाईहरु चाहिँ Google Chrome खोल्नु। Google Chrome खोलिसकेपछि त्यहाँ सर्च बक्समा गएर सिम्पली के सर्च गर्नु भनेर OBS डाउनलोड सर्च गर्नु। OBS डाउनलोड सर्च गरिसकेपछि तपाईहरु सामु चाहिँ एउटा यस्तो खाले वेबसाइट आउँछ। यो वेबसाइटमा गएपछि एकछिन खुल्नको लागि टाइम लाग्छ। यहाँ थोरै यो डेस्कटप सिलेक्ट गर्नु। डेस्कटप सिलेक्ट गरिसकेपछि चाहिँ तपाई यहाँ हेर्न सक्नुहुन्छ यहाँ डाउनलोड इन्स्टलर छ। यहाँ डाउनलोड इन्स्टलरमा सिम्पली थिच्नु। डाउनलोड इन्स्टलरमा थिचेपछि चाहिँ यो एकछिन डाउनलोड हुन टाइम लाग्छ। डाउनलोड भइसकेपछि चाहिँ तपाईहरु चाहिँ डाइरेक्ट चाहिँ आउनु यहाँ OBS स्टुडियोमा। यो खुल्नको लागि एकैछिन टाइम लाग्छ। त्यही भएर तपाईहरु चाहिँ पर्खिनु होला। त्यसपछि तपाईहरु चाहिँ OBS स्टुडियो चाहिँ खोल्नु। OBS स्टुडियो खोलिसकेपछि चाहिँ तपाईहरु सामु चाहिँ एउटा यस्तो खालको इन्टरफेस हुन्छ। अब यसमा चाहिँ सिम्पली तपाईहरुले के गर्नु पर्यो भन्ने कुरा यहाँ चाहिँ सिनहरु छ, त्यसपछि सोर्स छ यहाँ, त्यसपछि अडियो मिक्सर, त्यसपछि सिन ट्रान्जिसनहरु छ, त्यसपछि कन्ट्रोलहरु यहाँ छ। यहाँबाट सिम्पली तपाई आएर चाहिँ सबैभन्दा पहिला यहाँ सोर्समा आउनु। सोर्समा आइसकेपछि चाहिँ यहाँ प्लस आइकनमा थिच्नु। प्लस आइकनमा थिचिसकेपछि चाहिँ यहाँ तपाईहरु चाहिँ हेर्न सक्नुहुन्छ डिफरेन्ट खालको चाहिँ अब जस्तै ब्राउजर लगइन गर्न चाहनुहुन्छ भने ब्राउजरबाट पनि हुन्छ। कलर सोर्स चुज गर्न सक्नुहुन्छ। त्यसपछि गेम क्याप्चर गर्न सक्नुहुन्छ। डिफरेन्ट खालको HD गेमहरु हुन्छ त्यो पनि क्याप्चर गर्न सक्नुहुन्छ। इमेज भयो, त्यसपछि स्लाइड शोहरु, यो डिफरेन्ट चाहिँ टुल्सहरु छ, यो सबै चाहिँ युज गर्न सक्नुहुन्छ। आज चाहिँ हामी चाहिँ यो स्क्रिन रेकर्ड कसरी गर्ने चाहिँ त्यो सिक्न गइरहेछौं भनेर त्यही भएर चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईहरु यहाँ डिस्प्ले क्याप्चरलाई चुज गर्नु। म पहिला नै डिस्प्ले क्याप्चर चुज गरिसकेको छु। त्यही भएर चाहिँ यहाँ चाहिँ हेरिरहेछ। तपाई फेरि चुज गर्नुहुन्छ भने चाहिँ एउटा चाहिँ अझै त्यहाँ थपिन्छ। सिम्पली तपाई त्यहाँ डिस्प्ले जस्तै चाहिँ यहाँ हाम्रो डिस्प्ले क्याप्चर यहाँ छ भने यो डिस्प्ले क्याप्चर 2 हुन्छ। यहाँ चाहिँ सिम्पली चाहिँ तपाईहरु ओके गर्नु। ओके गरिसकेपछि चाहिँ यहाँ चाहिँ अटोमेटिक छ जुन यसलाई चाहिँ अटोमेटिकबाट चाहिँ विन्डो 10 बनाउनु। अब तपाईहरुको विन्डो कुन छ 11 छ भने 11 चुज गर्नु, 10 छ भने 10 चुज गर्नु। त्यसपछि यहाँ डिस्प्लेमा सिम्पली तपाईहरु के चुज गर्नु भनेर यो प्राइमरी मोनिटर चुज गर्नु। प्राइमरी मोनिटर चुज गरिसकेपछि तपाईहरु सामु चाहिँ यस्तो इन्टरफेस खुल्छ। त्यसपछि तपाईहरुकोमा क्याप्चर कर्सर छ भने चाहिँ यसमा टिक लगाउनु। त्यसपछि फोर्स SDR छ भने यसमा पनि टिक लगाउन सक्नुहुन्छ। अनि यति गरेर ओके गर्नु सिम्पली। अब तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ डिस्प्ले क्याप्चर 2 पनि चाहिँ खुलिसकेको छ। डिस्प्ले क्याप्चर 1 पनि खुलिसकेको छ। अब डिस्प्ले क्याप्चर 2 मलाई चाहिदैन, त्यही भएर म चाहिँ यसलाई डिलिट गरिरहेको छु। यहाँ तल डिलिटको अप्सन छ, यहाँबाट सिम्पली गएर तपाईहरु चाहिँ डिलिट पनि गर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ यहाँ यता राइट साइडमा आउनुहुन्छ भने कन्ट्रोल्समा चाहिँ यहाँ स्टार्ट स्ट्रिमिङ, स्टार्ट रेकर्डिङ, त्यसपछि स्टार्ट भिजुअल क्यामेरा। अब तपाईहरुको चाहिँ डेस्कटप अर ल्यापटपमा क्यामेरा जोडेको छ भने चाहिँ त्यहाँबाट यहाँबाट चाहिँ त्यो ओपन गर्न सक्नुहुन्छ। त्यसपछि मैले यो भिडियो चाहिँ रेकर्ड गरिरहेको छु, त्यही भएर यहाँ स्टार्ट रेकर्डिङ हेरिरहेछ। यति गरिसकेपछि चाहिँ अब तपाईहरु चाहिँ यो स्टार्ट भन्नाले रेकर्डिङ स्टप गरिसकेपछि चाहिँ यो तपाईहरुको जुन भिडियो छ यो भिडियो चाहिँ तपाईहरुको यहाँ यो फाइलमा आउँछ। सिम्पली यहाँ फाइलमा थिच्नु। फाइलमा थिचिसकेपछि यहाँ 100 रेकर्डिङ छ। 100 रेकर्डिङमा गएपछि यहाँ यसरी गएपछि तपाईहरुले चाहिँ यहाँ अब तपाईहरु जुन रेकर्ड गर्नुभएको छ त्यो रेकर्डहरु चाहिँ तपाईहरुको यहाँ चाहिँ सिम्पली हेराउँछ। यसरी नै चाहिँ तपाईहरु चाहिँ यो OBS स्टुडियोबाट चाहिँ सिम्पली चाहिँ तपाईहरु आफ्नो डेस्कटप र ल्यापटपको चाहिँ स्क्रिन रेकर्ड गर्न सक्नुहुन्छ। आजको भिडियो हेरिदिनु भयो त्यसको लागि तपाईहरुलाई धेरै धेरै धन्यवाद।